नमस्कार साथीहरू, तपाईलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म तपाईलाई यो भिडियोको माध्यमबाट जानकारी दिन गइरहेको छु कि कसरी हामीले अनलाइन इसिएचएस जो कार्ड छ एप्लाई गर्न सक्नुहुन्छ। यो भिडियो खास गरी नेपाली डोमिसाइलको लागि हो, किनभने यो तपाईले आफैले पनि एप्लाई गर्न सक्नुहुन्छ। अगर तपाईहरू पेन्सन चाहँदै हुनुहुन्छ भने यो तपाईले आफै गर्नुपर्छ। अब म तपाईलाई अगाडि बताउँछु कि स्टेप बाइ स्टेप कसरी तपाईले आफ्नै ल्यापटप या मोबाइलदेखि तपाईले आफ्नो जो इसिएचएस कार्ड छ एप्लाई गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले यो भिडियो स्किप नगरिकन हेर्नु होला र तपाईलाई यो भिडियो मन पऱ्यो भने जो तपाईहरुको साथीभाइहरु छ उहाँलाई शेयर गरिदिनु होला। अब म तपाईलाई अगाडि बताउँछु कि तपाईले कसरी स्टेप बाइ स्टेप तपाईले इसिएचएस कार्ड एप्लाई गर्न सक्नुहुन्छ। सबभन्दा पहिला तपाईहरुलाई के छ भने यसको लागि कुछ रिक्वायरमेन्ट हुन्छ, तपाईले फुलफिल गर्नुपर्छ। यो तपाईसित राख्नु होला, भर्दाखेरि तपाईलाई सजिलो हुन्छ। सबभन्दा पहिला के छ, इन्डिभिजुअल डिटेल यानी जो सर्भिस गर्दै हुनुहुन्छ उहाँको डिटेल हो। यहाँ देख्न सक्नुहुन्छ आर्मी नम्बर, र्याङ्क, नेम, लास्ट युनिट सर्भ हैन, अनि रेकर्ड अफिस, मोबाइल नम्बर। यो मोबाइल नम्बर अगर तपाईँ नेपाल डोमिसाइलको हो भने हाम्रो नेपालमा के छ भने एनसेल र एनटिसी चल्छ है। त्यो एनटिसीमा ओटिपी आउन जसले गर्दाखेरि तपाईलाई युजर आइडी क्रिएट गर्दाखेरि कुछ प्रब्लम हुन्छ। त्यही भएर तपाईले खास गरी ध्यान राख्नु होला, मोबाइल नम्बर एनसेलको लिनु होला। अब तपाईको आमाको नाम, बर्थ प्लेस, डेट अफ बर्थ, लेटेस्ट फोटो है। यो लेटेस्ट फोटो सबैको चाहिन्छ जसको तपाईहरुले बनाउँदै हुनुहुन्छ है। अनि तपाईको ब्लड ग्रुप, आधार कार्ड नम्बर, पेन कार्ड नम्बर, डेट अफ इनरोलमेन्ट, बैंक अकाउन्ट डिटेल, बैंक नेम, बैंक आइएसएफसी कोड, बैंक एड्रेस, होम एड्रेसमा देख्न सक्नुहुन्छ तपाईले विलेज, पोस्ट अफिस, डिस्ट्रिक्ट, तहसिल, पिन कोड र प्रोभिन्स, तपाईँ कुन प्रोभिन्समा पर्नुहुन्छ। यो थियो इन्डिभिजुअलको है। त्यसैगरी तपाईको डिपेन्डेन्ट जो छ, तपाईले तपाईको आमा बुवा हुनुहुन्छ भने आमा बुवाको या तपाईको श्रीमती हैन, छोराछोरी हुनुहुन्छ उहाँको बनाउनुहुन्छ। अगर तपाईको बाबा आमा बाबा पहिलेदेखि इन्डियन आर्मीमा लाउरे हुनुहुन्छ र उहाँले इसिएचएसको फेसिलिटी लिइराख्नुहुन्छ भने उहाँको तपाईहरुले पर्दैन है। त्यसमा पर्दैन, तपाईले आफ्नो श्रीमती र छोराछोरीको बनाउनु होला। यसमा देख्न सक्नुहुन्छ डिपेन्डेन्टको के डिटेल चाहिन्छ, नेम, डेट अफ बर्थ, आधार कार्ड नम्बर, पेन कार्ड नम्बर। यो एक्सेप्सनल हो, यो जो पाए पनि हुन्छ नपाए पनि हुन्छ, नभए पनि हुन्छ, तर भयो त्यति राम्रो। ब्लड ग्रुप, रिलेसन र सिग्नेचर है। सिग्नेचर चाहिँ सबैको चाहिन्छ, इन्डिभिजुअलको पनि चाहिन्छ र डिपेन्डेन्टको लेटेस्ट फोटो पनि चाहिन्छ है। र डिपेन्डेन्ट कुन कुनको तपाईले बनाउन सक्नुहुन्छ भनेपछि म तपाईलाई पहिले बताइदिए। अब आमा बाबा हैन, चिल्ड्रेन र तपाईले आफ्नो बहिनीको, अगर बहिनी तपाईको अविवाहित छ भने तपाईले उहाँको बनाउन सक्नुहुन्छ। अब म तपाईलाई नेक्स्ट प्रोसेसतिर लैजान्छु कि सबभन्दा पहिला तपाईले युजर आइडी क्रिएट गर्नुपर्छ। युजर आइडी क्रिएट गरिसकेपछि बल्ल तपाईले फिलअप गर्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ मैले जसको इसिएचएस फर्म अहिले फिलअप गर्दैछु उहाँको नाम हो बलबहादुर गुरुङ। उहाँको सिग्नेचर यहाँ तपाईँले देख्न सक्नुहुन्छ। उहाँको श्रीमतीको सिग्नेचर, उहाँको छोराको सिग्नेचर, छोरी र छोरीको सिग्नेचर। तपाईँले फिलअप गर्ने भन्दा पहिला सबभन्दा पहिले के गर्नु होला, यस प्रकारले फोटो र सिग्नेचर तयार गर्नु होला। फोटो मोबाइलबाट खिच्नु होला र तपाईले साइन जो सिग्नेचर छ वो व्हाइट पेपरमा साइन गरेर आफ्नो मोबाइलले खिचे पनि हुन्छ। ठीक छ। अब यसपछि हामीले के गर्छौँ भने के अरे एकाउन्ट क्रिएट गर्नुपर्छ। जस प्रकारले तपाईँले कुनै पनि उसमा फिलअप गर्नुहुन्छ त सबभन्दा पहिला तपाईँले एकाउन्ट क्रिएट गर्नुपर्छ। एकाउन्ट क्रिएट गरेपछि बल्ल तपाईँले फिलअप गर्न पाउँछ। अब म एकाउन्ट क्रिएट गर्नेको प्रोसेसमा जाँदैछु। सबभन्दा पहिला तपाईँहरूले कुनै पनि वेब ब्राउजरको इस्तेमाल गर्न सक्नुहुन्छ। अहिले मैले यहाँ गुगल क्रोमको इस्तेमाल गर्न गइरहेको छु। गुगलको सर्च बारमा गएर तपाईँले इसिएचएस अनलाइन एप्लाई टाइप गर्नु होला। टाइप गर्ने बित्तिकै यहाँ त सबभन्दा माथि तपाईँले देख्न सक्नुहुन्छ इसिएचएस अनलाइन 64 KB स्मार्ट कार्ड एप्लिकेसन आएको छ। तपाईँले यसलाई क्लिक गर्नु होला। क्लिक गर्ने बित्तिकै तपाईँले यहाँ तपाईँले देख्न सक्नुहुन्छ अगर तपाईँको युजर आइडी र पासवर्ड बनेको छ भने तपाईँले यहाँबाट अलरेडी रजिस्टर्ड टु क्लिक लगइन भनेर यहाँ जान सक्नुहुन्छ। अगर तपाईँ नयाँ युजर हो भने सबभन्दा पहिला तपाईँले आफ्नो युजर आइडी बनाउनुपर्छ। यहाँ देख्न सक्नुहुन्छ सिलेक्ट क्याटेगोरी छ, एक्स सर्भिसम्यान मैले चुज गरेँ। यहाँ तपाईँले आफ्नो नाम लेख्ने हो, विदाउट र्याङ्क है। विदाउट र्याङ्कको तपाईँले यहाँ आफ्नो नाम लेख्नु। त्यसपछि तपाईँले यहाँ सेलेक्ट क्याटेगोरी आर्मी, नेभी, एयरफोर्स कुन क्याटेगोरीको हो। यहाँ तपाईँले टिए, डिएससी, एसएसएफ, आइसिजी, एनसिसी, आसाम राइफल छ। मैले अहिले आर्मीलाई चुज गरेँ। अगर तपाईँ जेसियुस र्याङ्क या अफसर र्याङ्क हुनुहुन्छ भने तपाईँले आफ्नो प्रफिक्स दिनुपर्छ। अगर तपाईँ वार हो भने तपाईँले आफ्नो प्रफिक्स दिनु पर्दैन। मैले अहिले यहाँ नम्बर टाइप गर्नु गएँ, आर्मी नम्बर, र तपाईँले यहाँ सफिक्स नम्बर टाइप गर्नु होला, आफ्नो सफिक्स लेटर सरी। त्यसपछि यहाँ तपाईँले कन्ट्रीमा अगर तपाईँ इन्डिया हुनुहुन्छ भने इन्डिया, अहिले मैले नेपाल डोमिसाइलको लागि भर्दैछु त मैले यहाँ नेपाल चुज गरेँ। र यहाँ तपाईँले जो यो नम्बर छ यो तपाईँको नम्बर के हो, एनसेलको हुनुपर्छ है, एनसेलको। यो नम्बर ध्यान पुऱ्याउनु होला, एनटिसीको नराख्नु होला। एनटिसीको राखे त हुन्थ्यो, तर एनटिसीमा के भइरहेछ भने तपाईँले ओटिपी आउन, त्यसले गर्दाखेरि प्रब्लम हुन्छ। ओटिपीको लागि तपाईँले एनसेलको युज गर्नु होला। त्यहाँ रजिस्ट्रेसन टाइप सेल्फ आउँछ। क्रिएट पासवर्ड भनेछ, यहाँ तपाईँले जो आफ्नो पासवर्ड छ 8 फिगरभन्दा माथि हुनुपर्छ। तपाईँले यसमा स्ट्रङ पासवर्ड राख्नु होला। र तपाईँले यहाँ देख्न सक्नुहुन्छ सिक्युरिटी क्वेसन फर पासवर्ड रिकभरी। यहाँ तपाईँले यहाँ यसले सिक्युरिटी क्वेसन मागेको छ, वाट इज योर मदर नेम, तपाईँको आमाको नाम यहाँ राख्नु होला। त्यसपछि वाट इज योर प्लेस अफ बर्थ भनेको छ, तपाईँले आफ्नो
प्लेस अफ बर्थ राख्नु होला, मैले यहाँ नेपाल राख्नु भयो। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो क्याप्चा छ, तपाईँले यसलाई हुबहु यहाँ राख्नु होला र यहाँ यो चिजलाई तपाईँले एकचोटि सर देख्नु होला कि गलत छैन भनेर। त्यसपछि तपाईँले यहाँ रजिस्टर अप्सन छ, रजिस्टर अप्सनलाई क्लिक गर्नु होला। रजिस्टर अप्सनलाई क्लिक गरी त्यो ओके अप्सन आउँछ, ओके गर्नु होला। यहाँ तपाईँले देख्न सक्नुहुन्छ ECHS डाटा सबमिट सक्सेसफुली भनेको छ, ओके गर्नु होला। त्यसपछि यहाँ तपाईँले लगइन गर्नुपर्छ। यहाँ देख्न सक्नुहुन्छ कन्ट्री छ, हामीले नेपाल चुज गर्ने र तपाईँको जो युजर आइडी के थियो भने तपाईँको त्यो मोबाइल नम्बर है, जो नेपालको मैले तपाईँलाई बताएको थिएँ त्यही नम्बर यहाँ तपाईँले राख्नुपर्छ। र पासवर्ड जो अघि तपाईँले राख्नु भएको थियो त्यो पासवर्ड राख्नु होला। र यो जो क्याप्चा छ यो हुबहु यहाँ राख्नु होला। र लगइन अप्सनलाई क्लिक गर्नु होला। लगइन अप्सनलाई क्लिक गर्ने बित्तिकै तपाईँको जो रजिस्टर मोबाइल नम्बर छ त्यसमा यो ओटिपी जान्छ, जो एनसेलको मैले तपाईँलाई अघि पनि बताएको थिएँ। त्यसमा ओटिपी जान्छ, तपाईँले त्यो ओटिपी राख्नुपर्छ। यहाँ तपाईँको मोबाइलमा जो ओटिपी आएको छ तपाईँले यो यहाँ राख्नु होला। तपाईँले र जो हुबहु यो क्याप्चा छ तपाईँले यसमा टाइप गर्नु होला। ध्यान राख्नु होला यो बार बार यो ओटिपी आउन, यो ओटिपीलाई तपाईँले आफूले लेखेर राख्नु होला। बादमा तपाईँले केही प्रब्लम पऱ्यो भने जरुरत पर्न सक्छ, त्यही भएर तपाईँले यो ओटिपीलाई लेखेर राख्नु र भेरिफाई मोबाइल गर्नु होला। भेरिफाई मोबाइल गरेपछि तपाईँलाई यस्तो डिस्प्ले हुनेछ। डिस्प्ले छ, तपाईँले ओके अप्सनलाई क्लिक गर्नु होला। ओके अप्सनलाई क्लिक गर्ने बित्तिकै यहाँ तपाईँले देख्न सक्नुहुन्छ एडिट एप्लिकेसन छ, एडिट एप्लिकेसनलाई क्लिक गर्नु होला। क्लिक गर्ने बित्तिकै यहाँ तपाईँले देख्न सक्नुहुन्छ क्लिक हियर सिलेक्ट योर एप्लिकेसन क्याटेगोरी छ, यसलाई क्लिक गर्नु होला। त यहाँ देख्न सक्नुहुन्छ अनलाइन एप्लिकेसन फर्म फर फ्युचर रिटायर्ड छ, यसलाई सिलेक्ट गर्नु होला। सिलेक्ट गर्ने बित्तिकै यहाँ तपाईँले देख्न सक्नुहुन्छ एक्स सर्भिसमेन डिटेल आउँछ, सिलेक्ट ESM जेन्डर छ, मैले यसलाई मेल चुज गरेँ। त्यहाँबाट यहाँ तपाईँले आफ्नो डेट अफ बर्थलाई मेन्सन गर्नु होला। त्यसपछि लास्ट युनिट सर्ट तपाईँ लास्ट कहाँबाट पेन्सन जाँदै हुनुहुन्छ त्यसलाई मेन्सन गर्नु होला। यहाँ तपाईँले डेट अफ इनरोलमेन्ट आफ्नो भर्तीको डेट जो छ तपाईँले यसलाई मेन्सन गर्नु होला। त्यसपछि डेट अफ डिस्चार्ज कहिले तपाईँ पेन्सन जाँदै हुनुहुन्छ। त्यसपछि ESM सर्भिस आर्मी, नेभी, एयरफोर्स, TA, DSC, SSF, SFF, इन्डियन कोस्ट गार्ड, NCC, आसाम राइफल, ग्रिफ, मैले अहिले आर्मीलाई चुज गरेँ। ESM क्याटेगोरी तपाईँ कुन क्याटेगोरीमा पर्नुहुन्छ, मैले यहाँ वारलाई चुज गरेँ। ESM ऱ्याङ्क मैले अहिले हल्दारलाई चुज गरेँ। तपाईँको रिकर्ड्स के छ, मेरो रिकर्ड 3 गोर्खा राइफल्स वाराणसी क्याम्प छ, मैले त्यसलाई चुज गरेँ। त्यसपछि यहाँ तपाईँले देख्नुहुन्छ टाइप अफ पेन्सन, सर्भिस पेन्सन। त्यसपछि यति भरिसकेपछि यहाँ तपाईँले देख्नुहुन्छ प्राइमरी बेनिफिसियरी डिटेल छ ESM को। र तपाईँले सबभन्दा पहिला यहाँ आफ्नो फोटोलाई मेन्सन गर्नुपर्छ। यसले डबल क्लिक गर्नु होला। क्लिक गर्ने बित्तिकै यहाँ तपाईँले आफ्नो फोटोलाई चुज गर्नु होला। चुज गरिसकेपछि यहाँ तपाईँले देख्नुहुन्छ प्राइमरी बेनिफिसियरी सिग्नेचर, यहाँ तपाईँले क्लिक गर्नु होला। क्लिक गर्ने बित्तिकै तपाईँले जो साइन गरेर राख्नु भएको थियो त्यसलाई यहाँ इम्पोर्ट गर्नु होला। इम्पोर्ट गरिसकेपछि यहाँ तपाईँले आफ्नो इमेल एड्रेसलाई मेन्सन गर्नुपर्छ है। इमेल एड्रेसलाई यहाँ मैले मेन्सन गर्दैछु। त्यसपछि सेलेक्ट डिसेबिलिटी डिटेल्स तपाईँको केही छ भने तपाईँले यहाँ मेन्सन गर्न सक्नुहुन्छ। मेरो केसमा केही छैन। यहाँ तपाईँले आफ्नो प्रोभिन्स जो छ तपाईँ कुन प्रदेशबाट सम्बन्ध राख्नुहुन्छ त्यो प्रोभिन्सले चुज गर्नु। मेरो केसमा अहिले 4 नम्बर प्रोभिन्स पऱ्यो। तपाईँले आधार स्टेटस तपाईँले आफ्नो आधार कार्डलाई यहाँ मेन्सन गर्नुपर्छ। एकचोटि फेरि चेक गर्नु होला तपाईँले। त्यसपछि तपाईँले यहाँ आफ्नो पेन कार्ड नम्बरलाई राख्नु होला। त्यसपछि तपाईँको ल्यान्डलाइन नम्बर छ भने मेन्सन गर्नु होला। नहीं त तपाईँको म्यारिटल स्टेटस, मेरो केसमा म्यारिड छ, तपाईँको केसमा जे हुन्छ तपाईँले त्यसलाई मेन्सन गर्नु होला। त्यसपछि यहाँ तपाईँले आफ्नो जो ब्लड ग्रुप छ त्यो ब्लड ग्रुपलाई यहाँ तपाईँले मेन्सन गर्नु। मेरो केसमा A पोजिटिभ छ। अगर कोही ड्रग एलर्जी छ भने तपाईँले यहाँ मेन्सन गर्नु सक्नुहुन्छ। मेरो केसमा छैन, मैले नो गरेँ। यहाँ तपाईँले आफ्नो जो DSP एकाउन्टको जो एकाउन्ट नम्बर छ यहाँ तपाईँले त्यसलाई मेन्सन गर्नुपर्छ। तपाईँले आफ्नो एकाउन्ट नम्बरलाई यहाँ मेन्सन गर्नु होला। त्यसपछि तपाईँले यहाँ आफ्नो IFSC कोडलाई टाइप गर्नु होला। त्यसपछि यहाँ तपाईँले आफ्नो ब्याङ्कको जो एड्रेस छ तपाईँले यहाँ मेन्सन गर्नु होला। यहाँ तपाईँले कपी गर्नु होला।
सेम यता तपाईँले सेम यसलाई पेस्ट गरिदिनु होला। त्यसपछि तपाईँको रिजनल सेन्टर छ, यहाँ तपाईँले देख्न सक्नुहुन्छ सेलेक्ट रिजनल सेन्टर। यहाँ एउटा नेपाल अप्सन आउँछ, तपाईँले नेपाललाई चुज गर्नु होला। त्यसपछि यहाँ तपाईँले सेलेक्ट प्यारेन्ट पोलिक्लिनिक कहाँ लिन चाहनुहुन्छ, काठमाडौँ, पोखरा, धरान, बुटवल, भोजपुर, बागलुङ, तपाईँले जहाँ पोलिक्लिनिक लिन चाहनुहुन्छ त्यहाँ लिन सक्नुहुन्छ। मेरो केसमा अहिले पोखरा छ त मैले पोखरा गरेँ। र यहाँ अब तपाईँले जो बेनिफिसियरीको जो एड्रेस छ, यो एड्रेस तपाईँको 958 मा जो छ त्यही मेन्सन गर्नु होला। पोस्ट अफिस, डिस्ट्रिक्ट तहसील, सरी तहसील तमौली, डिस्ट्रिक्ट तनहुँ, नेपाल। तपाईँको जो 958 मा जो मेन्सन छ तपाईँले त्यसैलाई यहाँ राख्नु होला, नहीं त तपाईँलाई प्रब्लम पर्न सक्छ भोलि बिहान फेरि त्यो जो 958 मा छ त्यही मेन्सन गर्नु होला। त्यसपछि यहाँ सेलेक्ट इन्टर तपाईँको आफ्नो डिस्ट्रिक्ट छ, त्यो डिस्ट्रिक्टलाई चुज गर्नु होला। मेरो केसमा छ तनहुँ, इन्टर तहसील दमौली, इन्टर तहसील टाइप गरेपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ इन्टर पिनकोड छ। यो पिनकोड तपाईँलाई अगर थाहा छैन भने तपाईँले आफ्नो भिलेज र डिस्ट्रिक्ट र नेपाल लेखेर पिनकोड लेख्नु होला, तपाईँलाई वहाँ थाहा भइहाल्छ। तपाईँले जो पिनकोड आउँछ तपाईँले 5 डिजिटमा आउँछ, तर यहाँ मेन्सन तपाईँले 6 डिजिट गर्नुपर्छ, अगाडि 0 लगाउनु होला। जस्तो यहाँ यो दमौलीको यो थियो, 5 फिगरमा थियो, तर यसलाई के हो 6 फिगरमा चाहिन्छ, त्यही भएर मैले अगाडि 0 थप्दैछु। यो इन्डिभिजुअलको डिटेल है। त्यसपछि अब तपाईँहरूको श्रीमती बच्चा बच्ची छ भने या बाबुआमा छ भने तपाईँले एड डिपेन्डेन्ट गर्नुपर्छ। यहाँ एड डिपेन्डेन्ट, सेम डिपेन्डेन्टको फोटो, यहाँ मैले उहाँको अहिले श्रीमतीको फोटो लाउन गइरहेको छु, फोटो राखेँ। त्यसपछि उहाँको सिग्नेचर, सिग्नेचर गरेपछि उहाँको नाम जो 958 मा डकुमेन्टमा पार्ट टोटल गर्थ्यो त्यही नाम राख्नु होला। त्यसपछि यहाँ तपाईँले उहाँको मेडिकल केही छ वा डिसेबिलिटी छ भने तपाईँले यहाँ मेन्सन गर्नु सक्नुहुन्छ। मेरो केसमा केही छैन। सेलेक्ट रिलेसन स्पाउस, उहाँको डेट अफ बर्थ कति छ 958 मा त्यही राख्नु होला। म्यारिटल स्टेटस म्यारिड भयो, मन्थली इन्कम छ भने अगर राख्न सक्नुहुन्छ। मेरो केसमा छैन। इमेल आइडी, मैले यो इमेल आइडी उहाँकै कपी पेस्ट गरेँ र मोबाइल नम्बर, यही मोबाइल नम्बर मैले जो पहिला राखेको थिएँ त्यही मोबाइल नम्बरलाई पेस्ट गरेँ। आधार स्टेटस छ भने तपाईँले राख्न सक्नुहुन्छ, छैन भने तपाईँले एक्सेप्सन राखेर गर्न पनि एक्सेप्सन राख्नु होला। त्यहाँबाट यहाँ तपाईँको चाहिँ यसले यो डकुमेन्ट माग्छ क्या एक्सेप्सन, तपाईँले फेरि यसलाई के गर्नु होला एभाइलेबल गरिदिनु, तब तपाईँले मेन्सन गर्नु पर्दैन। अगर छ भने तपाईँले मेन्सन गर्नुपर्छ। मेरो केसमा के अहिले छ, तपाईँ त्यही भएर मैले यहाँ मेन्सन गर्नु। अगर तपाईँको पास आधार कार्डको श्रीमती या बच्चा बच्चीको छैन भने तपाईँले के गर्नु होला एक्सेप्सन अप्सनलाई चुज गर्नु होला। यहाँ यो एट्याच डकुमेन्ट माग्छ क्या, तपाईँले अपलोड गर्नुपर्छ। फेरि तपाईँले यसलाई के गर्नु एभाइलेबल गरिदिनु, त केही पनि माग्दैन है। मैले अहिले मेरो केसमा छ, त्यही भएर मैले यहाँ यसलाई मेन्सन गर्न गइरहेको छु। त्यसपछि सेलेक्ट जेन्डर फिमेल, ब्लड ग्रुप, उहाँको ब्लड ग्रुप के हो, ए पोजिटिभ, पेन कार्ड नम्बर छ, यो एक्सेप्सन छ, हुन पनि सक्छ नहुन पनि सक्छ। इन्टर ल्यान्डलाइन नम्बर अगर छ भने राखिदिनु होला। यहाँ तपाईँको फेरि यहाँ डिपेन्डेन्टको पनि ड्रग एलर्जिजहरूको बारेमा सोध्छ, मेरो केसमा छैन, मैले नो गरेँ। अब देख्न सक्नुहुन्छ इन्डिभिजुअलको भयो, उहाँको श्रीमतीको भयो, अगर बच्चा बच्ची छ या आमा बाउ छ भने उहाँको पनि तपाईँले गर्न सक्छ। या फेरि एड डिपेन्डेन्ट गर्नुपर्छ, सेम उहाँको। अब मैले छोराको गर्न गइरहेको छु, छोराको सिग्नेचर। त्यसपछि उहाँको नाम जो 958 मा छ, सेम डिसेबिलिटी केही छ भने बच्चाको राख्न सक्नुहुन्छ। रिलेसन, सन, डेट अफ बर्थ, उहाँको डेट अफ बर्थ राख्नुपर्छ बच्चाको। म्यारिटल स्टेटस अनम्यारिड, अगर उनको कोही इन्कम छ भने तपाईँ त्यहाँ राख्न सक्नुहुन्छ। यहाँ इमेल एड्रेस सोधेको छ, फेरि मैले यही इमेल एड्रेसलाई कपी पेस्ट गरेँ। अगर तपाईँको केसमा छ भने नानीहरूको इमेल एड्रेस मेन्सन गर्न सक्नुहुन्छ, सेम मोबाइल नम्बर। आधार स्टेटस, आधार कार्ड छ भने राख्न सक्नुहुन्छ। मेरो केसमा छ, त्यही भएर मैले यहाँ राखेँ। त्यसपछि सेलेक्ट जेन्डर मेल, ब्लड ग्रुप ए पोजिटिभ, पेन कार्ड नम्बर मेरो केसमा छैन, मैले नो गरेँ। ल्यान्डलाइन नम्बर छ भने मेन्सन गरिदिनु। फेरि यहाँ सोध्छ ड्रग एलर्जी भनेर, मेरो केसमा केही छैन, मैले नो गरेँ। एड डिपेन्डेन्ट, उहाँको छोरी पनि छ, त्यही भएर मैले छोरीको पनि राख्न गएँ। उहाँको सिग्नेचर, त्यसपछि उहाँको नाम, यति याद राख्नु होला। यो जो नामहरू छ जो डकुमेन्टमा छ त्यही राख्नु होला। डिसेबिलिटी केही छैन मेरो केसमा। रिलेसन, डटर, डेट अफ बर्थ 2011 जनवरी 2011। म्यारिटल स्टेटस अनम्यारिड, मन्थली इन्कम छैन। मोबाइल नम्बर मैले अघि कपी गरेँ त्यसैलाई पेस्ट गरिदिएँ।
र इमेल एड्रेस पनि यही सेम। अगर तपाईँको केसमा छ भने तपाईँले राख्न सक्नुहुन्छ इन्डिभिजुअलको। आधार स्टेट एभाइलेबल, आधार कार्डलाई मैले यहाँ मेन्सन गर्न गएँ। सेलेक्ट जेन्डर फिमेल, सेलेक्ट ब्लड ग्रुप ए पोजिटिभ, प्यान कार्ड नम्बर मेरो केसमा छैन, इन्टर ल्यान्डलाइन नम्बर छैन, ड्रग एलर्जी केही पनि छैन। ध्यान राख्नु होला, अगर तपाईँको छोराछोरीहरू 18 सालभन्दा माथि छ भने तपाईँहरूले के हो भने कि अगर छोरीको केसमा के छ भने, छोराको त होइन, छोरीको केसमा के छ भने 18 सालभन्दा माथि छ भने हर एक सालमा के हो तपाईँले रिन्यू गराउनुपर्छ। रिन्यू के हो भने तपाईँले वडा कार्यालयबाट सिफारिस लिएर जानुपर्छ, त्यो सिफारिस जिल्ला प्रशासन कार्यालयबाट मान्यता प्राप्त हुनु पर्यो र त्यसपछि तपाईँले हर साल रिन्यू गर्नुपर्छ। तपाईँले यो कम्प्लिट भरिसकेपछि एकचोटि तपाईँले डिटेलमा चेक गर्नु होला। मेरो केसमा मैले जसको भरेको थिएँ उहाँले भन्नुभयो कि उहाँको जो रेङ्क स्ट्रक्चर छ एमएससिपी नाइक सुधार गर्नु भन्नुभएको छ। त यहाँ चाहिँ इएसएम क्याटेगोरीमा छ, यहाँ तपाईँले देख्न सक्नुहुन्छ। अगर तपाईँ एमएससिपी नाइक सुधार लिएको छ भने तपाईँले जिसिओ एन्ड जिसिआई इक्विभ्यालेन्ट गर्नु होला। इएसएम ऱ्याङ्कमा तपाईँले यहाँ देख्न सक्नुहुन्छ नाइक सुबेदार एमएसिपी छ, तपाईँले अप्सनलाई चुज गर्नु होला। इएसएम रिकर्ड 3 गोर्खा राइफल्स सर्भिस पेन्सन, ओके। त्यसपछि तपाईँले यो डिटेल्स सर चेक गरेपछि तपाईँले एकदम राम्रोसित ध्यान पुऱ्याएर हेर्नु होला, किनभने तपाईँले हुन त यो पछि तपाईँले सचाउन पनि मिल्छ। तपाईँले भरि कम्प्लिट गरिसकेपछि फेरि पनि तपाईँले राम्रोसित चेक गर्नु होला र तपाईँले आई एग्री अप्सनलाई सेभ डिटेललाई अप्सनलाई क्लिक गर्नु होला। डाटा सेभ भइहाल्छ। त्यसपछि तपाईँले यहाँ बिल पेड गर्नुपर्छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ 4 वटाको बनाएको छ, त 690 रुपियाँ तपाईँले पेमेन्ट गर्नुपर्छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ तल मेक पेमेन्ट आएको छ, मेक पेमेन्टलाई क्लिक गर्नु होला, ओके अप्सनलाई क्लिक गर्नु होला, त्यहाँबाट ओके गर्नु होला। ओके गर्ने बित्तिकै तपाईँले पेमेन्ट मोड चुज गर्छ। तपाईँले होइन क्रेडिट कार्ड, डेबिट कार्ड, कुनै पनि नेट ब्याङ्किङ युपिआईको इस्तेमाल गर्न सक्नुहुन्छ। अहिले मैले युपिआईको इस्तेमाल गर्दैछु, मैले अहिले फोन पेको इस्तेमाल गर्दैछु। यहाँ तपाईँले आफ्नो फोन पेको जो आइडी छ यहाँ राख्नु होला। तपाईँले आफ्नो युपिआईको जो आइडी छ त्यसको नम्बर राख्नु होला र तपाईँको के छ @YBL, मेरो केसमा YBL छ, र भेरिफाई गर्नु होला। भेरिफाई गरेपछि यहाँ तपाईँको नाम सो हुन्छ र प्रोसिड अप्सनलाई क्लिक गर्नु होला। प्रोसिड अप्सनलाई क्लिक गर्ने बित्तिकै यहाँ तपाईँले देख्न सक्नुहुन्छ तपाईँले आफ्नो जो फोन पेको एप खोल्नु होला र तपाईँले 690 रुपियाँको जो छ त्यसलाई तपाईँले एप्रुभ गर्नु होला। अहिले मेरोमा मेसेज चेक गर्दैछु। मेरो पेमेन्ट भएको 690 रुपियाँको। यहाँ तपाईँले देख्न सक्नुहुन्छ पेमेन्ट रिस्पोन्स इसिएचएस, पेमेन्ट रेफरेन्स नम्बर तपाईँको यो छ, एमाउन्ट 690 रुपियाँ भएको, सक्सेसफुल भएको। गो टु इसिएचएस पोर्टलमा जानु होला दुबारा, ओके। तपाईँले आफ्नो यहाँ नेपाल, यहाँ तपाईँले आफ्नो जो मोबाइल नम्बर छ एनसेलको त्यो टाइप गर्नु होला र तपाईँले राखेको पासवर्ड, सरी यो मोबाइल नम्बर पुगेन, 1668 र तपाईँले यहाँ पासवर्ड राख्नु होला जो राख्नु भएको थियो। क्याप्चा आएको छैन, यो क्याप्चालाई र लगइन अप्सन गर्नु होला। लगइन अप्सनलाई देख्ने बित्तिकै यहाँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ 4 जनाको मैले भर्थे, बलबहादुर गुरुङ, कमला गुरुङ, होमबहादुर गुरुङ, चोकमाया गुरुङ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ बुढा र बुढीको के हुन्छ लाइफ टाइम हुन्छ, यसलाई तपाईँले रिन्यू गराउनु पर्दैन। तपाईँको केसमा के छोरा अगर 18 सालभन्दा माथि भइयो भने उहाँ इजिबल हुन्न, र तपाईँको अगर छोरी 18 सालभन्दा माथि छ भने तपाईँले हर साल रिन्यू गर्नुपर्छ। यति हो, तपाईँको सक्सेसफुल भइसकेपछि यहाँ डाटाको तपाईँले देख्न सक्नुहुन्छ। यहाँ एप्लिकेसन फर्म छ, यसलाई क्लिक गर्नु होला। क्लिक गर्ने बित्तिकै तपाईँले जो उ गर्नुभएको थियो तपाईँले सेभ गर्नु होला। अब तपाईँले जहाँ राख्न चाहन्छु मैले सेभ गरेँ र मैले यसलाई ओपन गरेँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ ओपन गर्ने बित्तिकै यहाँ तपाईँले देख्नुहुन्छ यो तपाईँको साइन छ, ठिक छ, उहाँ फोटोहरू छ। तपाईँले यस प्रकारले तपाईँले जो पनि डिटेलहरू फिलअप गर्नु यसको तपाईँले प्रिन्ट आउट निकालेर तपाईँले जब इसिएच उसमा पेन्सन जाने बेलामा रेकर्डमा जम्मा गर्नुपर्छ र तपाईँले एक कपी आफूले पनि राख्नु होला, ताकि तपाईँले भोलि बिहान जब तपाईँले इसिएचएस कार्ड लिन जानुहुन्छ तपाईँले यसको आधारमा र पेन्सन कार्ड लगेर पेन्सन पट्टा लगेर जानु, त्यसको आधारमा तपाईँले आफ्नो इसिएचएस कार्ड रिसिभ गर्न सक्नुहुन्छ। हस्त साथीहरू, मेरो यो भिडियो यहीँ समाप्त हुन्छ। तपाईँलाई मेरो भिडियो पसन्द लाग्यो भने तपाईँलाई मेरो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। र अरू कोही भाइहरूले आफ्नो इसिएचएस कार्डहरू एप्लाई गर्न चाहनुहुन्छ भने तपाईँले यस प्रकारले सजिलैसित आफूले एप्लाई गर्न सक्नुहुन्छ। धन्यवाद।